सर्वप्रथम त यहाँ उपस्थित हुनुभएका सबैलाई मेरो नमस्कार छ। आदरणीय जनवादी गणतन्त्र चीनका नेपाल स्थित राजदूत महामहिम झाङ माओ मिङज्यू, सिल्क रोड क्लब नेपालका महासचिव डाक्टर कल्याण शर्माज्यू र विशिष्ट कूटनीतिकहरू र सम्माननीय राजनीति नेतृत्वविद तथा नेपालका पूर्व प्रधानमन्त्रीज्यू र अन्य राजनीतिक कूटनीति र राजनीतिक कूटनीतिकहरूमा सबैमा मेरो नमस्कार छ। आदरणीय महानुभावहरू, हामी जब हाम्रो उत्तरी छिमेकी राष्ट्र चीनको ऐतिहासिक रूपान्तरणलाई नजिकबाट निहाल्छौँ र प्राय $1 अरब को अर्थतन्त्रको कुरा र तीव्र गतिको रेल सञ्चालन करोडौं मानिसहरूलाई गरिबीबाट मुक्त गराएको उपलब्धिबारे हामी चर्चा गर्छौँ। तर नेपालको नीति निर्माता र नेतृत्वको रूपमा हामीले मूल्याङ्कन भन्दा गहिरो रूपमा हेर्नुपर्छ। हामीले हाम्रो मूल्याङ्कन कसरी गरिरहेका छौँ? हामीलाई नेपाली भाषा बोल्न पनि अप्ठ्यारो लाग्छ, जानी नजानी अङ्ग्रेजी पनि बोल्छौँ। मलाई चाइनाको राष्ट्रपतिले अङ्ग्रेजी बोले सुनेको छैन पर आजसम्म। मलाई अहिले पनि याद छ, विश्वकप भएको थियो रसियामा, रसियन राष्ट्रपतिले सम्बोधन गर्नुभएको थियो तर आफ्नै भाषामा। त्यही भएर हामीलाई हाम्रो भाषा त्यति नै प्यारो छ जति हाम्रो यो देश प्यारो छ। हो अलिकति बुझ्न गाह्रो होला र अलिकति कूटनीतिकहरूलाई बुझाउनका लागि म नजिकै बसेका साथीलाई अपिल गर्न चाहन्छु। त्यो भएको हुनाले चीनले विश्वलाई दिएको सबभन्दा ठुलो शिक्षा भनेको उसको भाषा पनि हो र उसको भाषा, उसको वेशभूषा र उसको संस्कार र उसको संस्कृति हो। तर हामी सिको गर्छौँ, त्यो सिकोले नयाँ त भइन्छ तर हाम्रो देशको अस्तित्व समाप्त हुन्छ भन्ने मलाई लाग्छ। त्यो भएको हुनाले सबभन्दा ठुलो चीनको अहिले विकासको संस्थागत जवाबदेहिता, दीर्घकालीन राष्ट्रिय दृष्टिप्रति अटल प्रतिबद्धता जुन हामीले गर्न सकिरहेछौँ यो चीनले गरिरहेको छ। चीनले संसारलाई देखायो कि आर्थिक आधुनिकीकरणका लागि आफ्नो सांस्कृतिक पहिचान, ऐतिहासिक सम्पदा त्याग्नु आवश्यक हुँदैन, त्यसलाई जोगाउनुपर्छ भन्ने आवश्यकता देखियो। तर हामी विभिन्न वाद, चाहे मार्क्सवादको कुरा गर्नुहोस्, चाहे लेनिनवादको कुरा गर्नुहोस्, चाहे अहिले आएको नयाँ वादको कुरा गर्नुहोस्, हामी हाम्रो कला संस्कृति र सम्पदालाई मासेर देश विकास हुन्छ भन्ने प्रवृत्तिमा अगाडि बढिरहेका छौँ। चीनले हामीलाई के देखायो? आफ्नो कला संस्कृति र संस्कार र सम्पदालाई जोगाएर विकास गर्न सकिन्छ भन्ने कुरा देखायो। हामी ठ्याक्क उल्टो बाटोतिर गइरहेका छौँ। अहिले पनि मलाई लाग्छ हाम्रा कयौं दरबारहरू भत्किएका छन्, हाम्रा कयौं मठ मन्दिरहरू, हाम्रा पुरातात्विक विभागहरू भत्किएका छन् र अघिल्लो जेन्जी आन्दोलनमा धन्नले बच्यो हाम्रो पुरातत्व विभागसम्म जलाउन पुगिएको थियो। यो हाम्रो दुर्भाग्य हो। त्यो भए हुनाले चीनबाट चाहिँ हामीले यो कुरा सिक्नुपर्छ। त्यसका लागि चीन र चिनिया गणतन्त्र र चीनका सबै त्यहाँको नेतृत्ववर्गले सिकाएको संसारभरिको उदाहरणलाई म धन्यवाद व्यक्त गर्न चाहन्छु। र आज विश्वशक्ति राष्ट्र र आफ्नो सभ्यता अगाडि बढाइरहेको छ। नेपालका लागि यो प्रेरणा यहीँबाट प्रारम्भ हुनुपर्छ। वास्तविक विकास बाहिरबाट आयात गर्न सकिँदैन। आज हाम्रो देशको अर्थतन्त्र र अर्थमन्त्रीहरू कहिले यहाँ धेरै मलाई लाग्छ सिको गर्ने परम्परा छ हाम्रो देशमा। जहिले पनि हामीले अर्थमन्त्री PhD धारी मात्रै पाएका छौँ। नेपालमा हिमालमा कस्तो घर बन्छ, जस्तो अहिले मेरो जुम्लामा जाने हो भने हामीले तराईका घरहरू कपी गरेर जुम्ला लगिसक्यौँ। हिउँ पर्छ तर त्यो सिमेन्टले काम गर्दैन। र नीति कस्तो बन्यो? सडक डिभिजन कहाँ जान्छौँ हामी, भौतिक डिभिजन कहाँ जान्छौँ, के गर्छौँ हामी? म भन्छु पटक पटक, म त जुम्लाको सांसद भए हुनाले यस्तो घर नबनाऊ, जुम्लामा काठको घर बनाइदेऊ भन्छु। सरकारको नीति के छ? ठेक्का गर्दाखेरि काठको घर बनाउने, ढुङ्गाको घर बनाउने नीति नै छैन, प्लास्टर बनाउने भन्ने नीति छ। हो त्यस्तै अहिले सबभन्दा ठुलो समस्या हामीले चाहिँ अर्काको देशको सिको गरेर हाम्रो देशमा विकासको अर्थतन्त्र गर्छौँ। तर आज दुःखलाग्दो कुरा म भन्छु, मेरो देश नेपालमा आज नेपाली बोलियो भने स्कुलमा फाइन हानिन्छ। हामी कस्तो देशतिर जाँदैछौँ? त्यो भए हुनाले हामीले चीनबाट धेरै कुरा सिक्नुपर्छ। र आज यहाँ हामी उपस्थित भएको सिर्फ भाषण दिनलाई होइन भन्ने मलाई लाग्छ। र विकास भन्ने कुरा चाहिँ बाहिरबाट आयात गर्न सकिँदैन। न त अर्काको देशको विकासको मोडललाई जस्ताको त्यस्तै नक्कल गरेर सम्भव हुन्छ। एउटा देशमा सफल भएको मोडल
हिमालको काखमा रहेको नेपालमा हुबहु लागू हुन सक्दैन। नेपालको विकासको मार्ग नेपाली नै हो। नेपालको यथार्थ र राष्ट्रिय हितलाई केन्द्रमा राखेर निर्माण गर्नुपर्छ। आज हाम्रो सबभन्दा ठुलो समस्या सम्भावनाको अभाव होइन, कार्यान्वयनको कमजोरी हो। हामी प्राकृतिक स्रोत, अपार जलस्रोत तथा विश्वका दुई ठूला अर्थतन्त्र बीचको रणनैतिक भौगोलिक अवस्थाले सम्पन्न राष्ट्र हौँ। तर दुःखको विषय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हरेक दिन हजारौं प्रतिभाशाली ऊर्जाशील नेपाली युवाहरू आफ्नो भाग्य र भविष्यको निर्माण गर्न विदेशी भूमितिर उडिरहेका छन्। र किनकि उनीहरूले हाम्रो देशमा अवसर पाउन सकेका छैनन्, भविष्य निर्माण आफ्नो सबैभन्दा ठुलो निर्यात हामीले आज आफ्नो देशलाई युवा शक्ति निर्यात गरिरहेका छौँ। हाम्रो सबभन्दा ठुलो देशको अर्थतन्त्र निर्यात होइन कि हाम्रो आयात। जसरी हामीले निर्यात गर्नुपर्ने सामान थियो, तर हामी ह्युम्यानहरू निर्यात गरिरहेका छौँ, हाम्रो ह्युम्यान रिसोर्सहरू निर्यात गरिरहेका छौँ। त्यो कारणले हामीले यसलाई अगाडि बढाउन सकिरहेका छैनौँ। र यसरी नेपालको युवा जनशक्तिलाई पलायन गरेको देश सार्वभौम राष्ट्र बन्न सक्दैन। कहीँ न कहीँ हात फैलाउनुपर्छ। धेरै प्रधानमन्त्री हुनुहुन्छ, मन्त्रीहरू हुनुहुन्छ, पूर्व मन्त्रीहरू, पूर्व प्रधानमन्त्रीहरू, हामी सबैलाई थाहा छ ऋण नमागिकन देश चल्दैन। अहिले नयाँ आएको अर्थमन्त्रीले त पहिला भन्नुभएको थियो ऋण नलिने, अहिले त सबभन्दा बढी ऋण उहाँले नै लिइराख्नु भएको छ। तर ऋण कसरी लिने र केका लागि लिने? चीनसँग हामीले ऋण माग्ने होइन, चीनसँग हामीले विकासको टेक्नोलोजी माग्नुपर्छ भन्ने मलाई लाग्छ। त्यसको सिप र त्यसको क्षमता माग्नुपर्छ चीनबाट भन्ने मलाई लाग्छ। मभन्दा धेरै विज्ञहरू हुनुहुन्छ, मेरो कुरा तपाईँहरूलाई नराम्रो लाग्न सक्छ, गाउँले लाग्न सक्छ, किनकि तपाईँहरू जस्तो ठुल्ठुलो विश्वविद्यालयमा पढेको छैन। म गाउँ पढेको छु, दुर्गम ठाउँमा हुर्केको हुँ। काठमाडौँ देख्न हामीलाई गाह्रो थियो, हामी सङ्घर्ष गऱ्यौँ, दुःख गऱ्यौँ, यहाँ आइपुग्यौँ। त्यो भए हुनाले मैले अहिले अरू कुरा केही छैन। यो चीनसित हाम्रा छिमेकीहरूसँग सहकार्यको अब यही संरचनात्मक चुनौतीको संशोधन मार्फत केन्द्रित हुनुपर्छ। हामी अनुदानमा आधारित सोचबाट माथि उठ्नुपर्छ भन्ने मलाई लाग्छ। सच्चा आर्थिक मित्रता भनेको नेपाललाई उपभोगमुखी अर्थतन्त्रबाट उत्पादनमुखी अर्थतन्त्रमा रूपान्तरण गर्नु हो। अहिले हामी चीनसँग सामान किनिरहेछौँ। आज केरला नाका, तातोपानी नाका बन्द भयो भने यहाँ हाहाकार हुन्छ। हामीले के दियौँ त चीनलाई, के बेच्यौँ? र सबभन्दा खुसीको कुरा, चीनले नेपालप्रति देखाएको भूमिकाप्रति चाहिँ हामी जहिले पनि कृतज्ञता व्यक्त गर्न चाहन्छौँ। साह्रै राम्रो भूमिका निर्वाह गरेको छ एउटा छिमेकी राष्ट्रले। सीमाको कुरो कहिले हामी कहाँ उठ्दैन चिनको। र हाम्रो राजनीतिक हस्तक्षेपमा पनि कहिले चीनले हस्तक्षेप गर्यो भन्ने सुन्दा पनि सुनिँदैन। यसका लागि एक्सेलेन्सी, एम्बासडरलाई, राजदूत लगायत सम्पूर्ण टिमलाई म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। किनकि नेपाल असंलग्न राष्ट्रको परराष्ट्र नीति, पञ्चशीलताको आधारको परराष्ट्र नीतिमा अवलम्बन छ। हामी लडेर बनेको देश हो, यो निगाह र दयामा बनेको देश होइन। किनकि हाम्रो इतिहास तिब्बतसँग युद्ध लडेर जितेर आएको इतिहास हो। हाम्रो इतिहास विश्वको शक्तिशाली अङ्ग्रेजलाई परास्त गरेको इतिहास हो, मुगलहरूलाई घुँडा टेकाएको इतिहास हो। यो आज कालो चस्मा लगाएर भाषण गरेर टेलिभिजनमा स्पिच दिएर बनेको देश होइन यो। त्यो भए त्यो इतिहासलाई जोगाउनु र हाम्रो सार्वभौमतालाई चीनले स्वीकार्नु र चीनले जसरी हाम्रो राजनीतिक र हाम्रो व्यावसायिक, चाहे सीमाको विषय होस् चाहे राजनीतिक विषयमा जुन तटस्थ भूमिका निर्वाह गरेको छ, यो हाम्रा लागि सबभन्दा ठुलो र सुखमय कुरा हो। यसका लागि म धन्यवाद व्यक्त गर्न चाहन्छु चीनलाई। हामीलाई स्थानीय उद्योगको विकास, कृषि आधुनिकीकरण, स्वच्छ ऊर्जाको अधिकतम उपयोग तथा नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने पूर्वाधार निर्माणमा दीर्घकालीन संरचनात्मक लगानीको आवश्यकता छ। नेपाल चीन सम्बन्धमा पारस्परिक सम्मान र सार्वभौमिक समानता, भौगोलिक अखण्डताको सम्मान तथा एक अर्काको आन्तरिक मामिलाको हस्तक्षेप नगर्ने सिद्धान्तमा आधारमा सदृढ र सुदृढ बनेको छ। शक्तिशाली र स्थिर आर्थिक रूपमा आत्मनिर्भर नेपाल नै हाम्रो क्षेत्रको शान्ति, स्थायित्व र समृद्धिको सबभन्दा ठुलो आधार हो। भविष्यतर्फ अघि बढ्दै गर्दा हामीले चीनको कम्युनिस्ट पार्टीको ऐतिहासिक यात्राबाट एउटा महत्त्वपूर्ण शिक्षा लिनुपर्छ। महानताबाट बाहिर होइन, आफ्नै आन्तरिक शक्ति, सुशासन, विधिको शासन, भ्रष्टाचारप्रति शून्य सहनशीलता तथा राष्ट्रहितलाई व्यक्तिगत वा राजनीतिक स्वार्थभन्दा माथि राखेर नेतृत्वबाट निर्माण हुनुपर्छ। तर दुःखलाग्दो कुरा यो अहिले पछिल्लो पटक भएको छैन। पहिलाले राजनीति नियुक्ति गर्थे, अहिलेकाले पनि गरिराख्नु भएको छ। फरक यति हो, पहिलाका पनि पार्टी कार्यकर्ता थिए, अहिलेका पनि पार्टी कार्यकर्ता छ। व्यक्ति मात्र फरक हो, विधि त्यही छ।
त्यो चाहिँ हामीले गर्नु हुँदैन भन्ने मलाई लाग्छ। अन्त्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट र मेरो व्यक्तिगत रूपमा म चीनको कम्युनिस्ट पार्टीलाई र उसको पार्टीको स्थापना 105औं स्थापना दिवसको अवसरमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु। चीनका सम्पूर्ण जनता निरन्तर शान्ति, प्रगति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु। नेपाल र चीन बीचको गहिरो मित्रता, विश्वास, समानता र पारस्परिक हितमा आधारित अब अझ सुदृढ बन्दै जाओस् भन्ने कामना व्यक्त गर्न चाहन्छु। सबैलाई धेरै धेरै धन्यवाद। जय राष्ट्रवाद, जय नेपाल।